हेलो गाइज, आज मैले चिकन अचारको रेसिपी लिएर आएको छु। हेर्नु त हेर्दै पनि काम लाग्दो। त्यसको लागि चिकन काटेर नुन र बेसार हालेर मोलेको। अनि त्यसपछि मैले एउटा तेलमा फ्राई गरे सबै चिकनलाई। यस्तो हुँदासम्म फ्राई गर्नुपर्छ। अनि त्यसपछि अदुवा लसुन काटेर अनि त्यसको लागि हामीले मसलाहरू अनि त्यसलाई राम्रोसँग भुट्ने। अनि त्यसमा चाहिँ त्यही अघि मैले पकाएको तेलमै सबै चिज हालेर मैले मजाले भुटेको छु। त्यसमा खुर्सानी पनि हालेको छु, हल्का पिरो स्वाद आउँछ भनेर। अनि त्यसपछि मैले त्यसमा तिल अनि त्यसपछि हजुरलाई जति खान मन लाग्छ त्यति हाल्दा हुन्छ। मैले 3 चम्मच हालेको छु। अनि त्यसपछि मैले चिल्ली फ्लेक्स पनि 3 चम्मच हालेको छु। हजुरहरूले जतिको पिरो खानुहुन्छ त्यतिसम्म हाल्दा हुन्छ। अनि त्यसपछि मजाले त्यसलाई सबैले मजाले भुट्ने। अनि ग्यासको स्टोभ फेरि हामीले मिडियममा राख्नुपर्छ। धेरै हाई गऱ्यो भने फेरि धेरै डढ्छ। अनि अघि हामीले पिसेको त्यो मसलालाई सबैलाई राम्रोसँग हालेर पनि राम्रोसँग मोल्ने। अनि त्यसपछि अघि हामी फ्राई गरेको चिकनलाई अब त्यो मसलामा हाल्ने अनि राम्रोसँग हामीले चलाउनु पर्छ। हेर्नु त अहिले हेर्दा पनि कस्तो राम्रो देखिएको छ। अनि त्यो मसला हालेर अनि मैले भेनिगरहरू युज गरेको छैन, मसँग इमली नै थियो। अनि त्यसलाई मैले पानीमा भिजाएर त्यो इमली हालेको छु। अनि हेर्नु त हेर्दा पनि राम्रो भएको छ। अनि कलर पनि राम्रो आएको छ। हजुरहरूसँग इमली छैन भने भेनिगर या लेमन हाल्दा नै हुन्छ। हाम्रो चिकन अचार रेडी भयो। हेर्नु त हेर्दा पनि राम्रो, खाँदा पनि मिठो भएको थियो। अनि यदि हजुरहरूलाई मेरो रेसिपी राम्रो लागेमा लाइक और कमेन्ट गर्नु होला। बाई। Thank you for watching my video. See you in next video. Bye.